हिजो पोहोर रोपेका बिरुवा यिनीहरू चाहिँ पोहोर रोपेको बिरुवाहरू हुन्। यिनीहरू हुर्किने क्रममा छ। यी सुपारीको बिरुवाहरू पोहोर रोपेको सुपारीको बिरुवा यत्रो भइसक्यो। हेर्नुहोस्, यसलाई मलखात पुग्यो राम्रो भने राम्रो हुन्छ र पछि यसले मनोज्ञ आम्दानी दिन्छ। यस्तो छ हेर्नुहोस्, मनोज्ञ आम्दानी दिन्छ पछि। उखु खेती, सुपारी खेती प्रमुख हुन्छ यहाँ झापामा। यसले राम्रो गाड्छ पछि। बुढेसकालको पेन्सन भन्छ क्या, पेन्सन। यो बुढेसकालको पेन्सन हो। बुढेसकालको पेन्सन हो। यसलाई गोडमेल गरिराख्नुपर्छ, पछि यसले राम्रो आम्दानी दिन्छ। यसको डिस्टेन्स चाहिँ यता 8 उता 8 सुपारी रोप्यो भने मनोज्ञले फल दिन्छ। लगाएपछि ठुल्ठुलो बुढाबुढीहरू यहाँ पनि आउँदैछ राम्रो तरिकाले। सुपारीको बोटहरू यस्तो हुन्छ, मनोज्ञ आम्दानी दिन्छ पछि यसले राम्रै गर्छ भन्ने सोचेर रोपिएका हुन्। राम्रो छ, हरियाली छ। यहाँ सुपारीको बिरुवा 1 वर्षमा यत्रो भयो, 2 वर्षमा भनौँ, 2 वर्षमा यत्रो भयो। यसले राम्रै आम्दानी। अब अलिकति गोडमेलको सिजन आउँदैछ। यसलाई गोडमेल गरेर फेरि 1 चरण मल लगाइदिएपछि बस